चितलाङ मकवानपुर जिल्ला थाहा नगरपालिकामा पर्ने एक ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक दृष्टिले अत्यन्तै सुन्दर पर्यटकीय गाउँ हो। काठमाडौँबाट करिब 2 देखि 3 घण्टाको यात्रामा पुग्न सकिने भएकाले यो छोटो समयको भ्रमणका लागि निकै लोकप्रिय छ। लिच्छविकाल र गोपाल वंशको इतिहाससँग जोडिएको यो गाउँ प्राचीन कालमा नेपाल भारत व्यापारिक मार्गका रूपमा प्रयोग हुन्थ्यो। राजा अंशुवर्माका शिलालेख, अशोक चैत्य र प्राचीन बाटो यहाँका ऐतिहासिक प्रमाण हुन्। नेपालकै पहिलो व्यावसायिक बाख्राको चीज उत्पादन गर्ने फार्म र होमस्टे यही रहेको छ। यहाँको स्थानीय नेवारी तथा तामाङ समुदायको आतिथ्य, मौलिक परम्परा, अर्गानिक खानेकुरा र ग्रामीण जनजीवनको प्रत्यक्ष अनुभव लिन सकिन्छ। प्रमुख घुम्ने ठाउँहरू: सातधारा, जङ्गलको बीचमा रहेको धार्मिक तथा प्राकृतिक स्थल। नास्पातीका बगैँचा, मौसम अनुसार लट्रममा नास्पाती फल्ने मनोरम क्षेत्र। कुलेखानी इन्द्र सरोवर, चितलाङबाट नजिकै रहेको कुलेखानी जलाशयमा बोटिङ र माछाका परिकारको मज्जा लिन सकिन्छ। काठमाडौँको थानकोट चन्द्रागिरी हुँदै गाडी वा पैदल यात्रा गरेर वा थानकोट चितलाङ सडक खण्ड प्रयोग गरेर यहाँ सजिलै पुग्न सकिन्छ।